खत्म गर्मी यार के चाहिँ केटा हो निगाइछु ला गर्मी त लास बढिरहेछ यार यसो नदीतिर जानु पर्यो नि त के गइनु छ कि वहाँ नदी उसै भोगरासम्म छ ला भोगरासम्म जाउँ यहाँ जाउँ ल केटा म त रेडी भए चल्दिउँ न त म त तयार भइरहेको छु नि गइदिउँ त ठाउँ त गुदुडो लागेर आएको ए दाइ छाला पल्लिँदैन केमानी तिले यहाँ क्या हड्तल लागेको छु नदी फर्स्ट सानो चाहिँ कहाँ देखियो भने यहीबाट त नदी जाने थाहा छैन ए भाइ म भन्छु म यहीबाट जाउँ सर्टकट छ योबाट साँच्ची हो भने अरे भाइ यार तेरो दाइ सधैँ आउँछ नि गोद्राइरो को जाने हो मात्र अर्दो उदय म त जान्नै मुजी भाइ म्यान भर्सेस वाइल्डमा जाने म त मुजी के डराउँछस् हिन ए मुजी ओ यो रानी यार म गर्न त झिक्कै गल्ली क्या यता गएर पाल्ना त 35 लाग्यो केटा अब थाकिए यार अब यार मनोरञ्जन हानौँ त के अब के गर्छस् त गीत सित गाइदेन त के ठाडी भक्का छाडी भक्का ठिक छ अब टक्क हरियाली जङ्गल छ टक्क जमानामा बाख्रा चलाउने बेला ठाडी भक्का गाइन्थ्यो अहिले पनि गाइदिउँ न त के छ गाइदेन त एउटा जाओस् सुन्दिउँ कि चोखा तेरी मेरो रो 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 बुझी पक 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 के गीत गाउँछ बुझी हाम्रो गीत गाउनु छैन कि चोखा लाग्या हुन् कि पेटैन झाल पड्यो आफूले लागेको माया आफूले काल भयो अहिले पो गायो केटोले राम्रो गीत अब गीत सिकेर भयो नि चल्दिउँ त हुन्छ भाइ थाकिक्यो भने रे उहीलाई बस्नको लागि छ ल मराणीका त्यति लामो बाटो हिँड्नु त पर्ने हो नदी पानीमा त जाने भनेर जाँदै
अरे केटा यो त बेहोस भयो क्यो यसलाई कहानी हाल्नु पर्यो छिटो अरे के भयो यार बेहोस भएको छ त्यो एक्टिङ लाग्दै फुसफुस पात्ता लाग्दा यार कसैको नाउँ लाग्छ कहिले काहीँ पात्ता छ नि भाइ यार बेहोस भएको छ नदी आइसक्यो छिटो उठाऊ केटा उठाऊ यार छिटो केटा नदी 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 यता मैले भने केटा होइन दम दम नदी मार्ने एउटा